हाम्रो देश प्रति उभिएर गौरवशाली छाती निकालेर सल्युट हानेर आजको कार्यक्रम सुरु गरौँ है त। म सबैजनालाई अनुरोध गर्दछु, जहाँ जहाँ बसिराख्नु भएको छ, माथि बसिराख्नु भइरहेको छ, उठिदिनु हुन अनुरोध छ। सबैजना बच्चाहरू उठिदिनु हुन अनुरोध छ। हामी अब राष्ट्रगान साथै आजको कार्यक्रमलाई अगाडि बढाउनेछौँ। आजको यस कार्यक्रम प्रोजेक्ट डेमोन्स्ट्रेसन एक्जिबिसन यो आइडिया कहाँबाट आयो भनेर सुरुवात गर्नुपर्दा हामी सबैजनाले सानै कक्षादेखि विज्ञान, स्वास्थ्य र सामाजिक विषय पढ्दै आइरहेका छौँ। हामी सबैलाई थाहा छ, हरेक च्याप्टर सकिने बित्तिकै पनि एउटा सानो कुरा त्यहाँ लेखेको हुन्छ, प्रोजेक्ट वर्क। त्यो प्रोजेक्ट वर्क के को लागि? पहिलो कुरो त एक्जाम 50 मार्क्सको हुन्छ भनेपछि अर्को 50 मार्क्स के आधारमा मूल्याङ्कन गर्ने त्यसको लागि। अर्को यस्तै गरी प्रदर्शनी कार्यक्रमहरू सञ्चालन गराउन यो सरकारबाटै आएको एउटा नीति र सरकारकै नीतिलाई हामी आज अगाडि बढाउँदैछौँ। र म रिक्वेस्ट गर्दछु, एटलिस्ट यहाँ बस्दिनु हुने सबै बच्चाहरूले गर्व मानिदिनु। विद्यार्थी त 400 थिए तर अगाडि त आए 50-60 जना मात्रै नि त। त्यही भएर हाम्रो आजको प्रदर्शनकारी हाम्रो नानीहरू, हाम्रो योद्धाहरूको लागि एउटा ठुलो ताली पड्काइदिउँ न त। म फेरि दोहोऱ्याउँछु, विद्यार्थी त थिए 400 तर आए 60-70 जना मात्रै। यही एउटा सबैभन्दा ठुलो गौरवको चिनो, एउटा गौरवशाली एउटा कुरा हो। र यस प्रोजेक्ट एक्जिबिसनको एउटा बच्चामा पर्ने राम्रो प्रभावकारी कुराहरू चाहिँ के छन् भन्नुहुन्छ भने, आगामी दिनमा अब आउने अर्को कार्यक्रममा छाती फुलाएर आफ्नो भित्रको सबै कुराहरू, नलेजहरू एक्सप्रेस गर्न सक्ने, भन्न सक्ने, चाहे त अङ्ग्रेजीमा चाहे आफ्नो मातृभाषा नेपालीमा हामीले भन्न सक्छौँ। हाम्रो आत्मविश्वास, हाम्रो आत्मबल अगाडि बढ्नेछ। यो प्रोजेक्ट वर्कले हाम्रो आगामी दिनमा हामीलाई मूल्याङ्कन गर्ने मार्क्समा पनि अलिक बढी वृद्धि हुनेछ। यही प्रोजेक्ट डेमोन्स्ट्रेसनले हामी भित्रका लुकेका ती कलाहरू बाहिर आउनेछन्। अब ती कलाहरू यो स्कुलमा मात्रै सीमित नभएर तपाईँहरू अब आगामी दिनमा आउने जिन्दगीमा जहाँ गए पनि काम लाग्नेछन्। धेरै टाढोको उदाहरण म दिन्न, म मेरै उदाहरण दिन्छु। म पनि तपाईँहरू जस्तै विद्यार्थी भएर यो ठाउँमा आइपुगेको, सिधै प्रिन्सिपल भएको होइन। मैले पनि आफ्नो बाल्यकालमा यसरी नै स्कुलको एक्जिबिसनमा भाग लिन्थेँ। आफ्नो कार्यहरूलाई गुरुहरू अगाडि, गेस्टहरू अगाडि राख्थेँ र त्यसै कारणले आज तपाईँहरूको अगाडि छाती फुलाएर म आफ्नो शब्दहरू यहाँ तपाईँहरूको अगाडि राख्न सकिरहेको छु। त्यही भएर मैले धेरै समय लिइनँ, किनभने हाम्रो कार्यक्रम अलिकति छोटो समय, छोटो अवधिको पनि छ। अब यसै साथमा अब कार्यक्रमलाई औपचारिक ढङ्गले अझै मजाले सुरु गर्न म यस शैक्षिक संस्थाका संस्थापकज्यू मुना बस्नेतज्यूलाई यहाँ हामी माझमा आइदिकन यस निरीक्षण गर्ने कार्यलाई सुरु गरिदिनु हुन म अनुरोध गर्दछु। हामीले अस्ति पनि भनिसकेका थियौँ,
दुलै गर सोडा अनि दुईटा मिक्स भयो भने के हुन्छ एक्सप्लोड ल देखाइदिनु त ल हेरौँ है तँलाई एक्सप्लोड हुन्छ कि हुँदैन ओ धुवा ओ ल अझै हाल्नु लु विस्फोट भएन त अनि ताली पड्काइदिनु ल यो चाहिँ कसको निवास हाउस क्याप्टेन हाउस भाइस क्याप्टेनले चाहिँ स्कुललाई कन्ट्रोल गरिदिनु हुन अनुरोध छ के भएछ भन्ने छिटो स्वर्ण आशा भन भाषाबाट आएको हो यो विशेष गरी हिन्दू धर्मको पूजा आजा र बौद्धिक धर्मको ध्यान मन गर्नमा प्रयोग हुन्छ Cerebrum brainstem and spinal cord. Cerebrum is the small brain. It is second largest part of the brain. Brainstem. It is brainstem. There are two parts of brain: hippocampus and medulla. Spinal cord and the function. यो चाहिँ भन्नाले त्यो ब्रेनमा अब ठुलो भाग ओगट्ने सेरेब्रम अनि त्यहाँपछिको सेकेन्ड लार्जेस्ट भाग ओगट्ने सेरेब्रम अनि ब्रेनस्टिम हामीले याद गर्न सकिने अब हुन्छ नि इमेजिनेसन गर्न सकिने हाम्रो इमोसनहरूलाई चाहिँ कन्ट्रोल गर्ने सेरेब्रमले गर्छ plastic or glass on a metallic frame that can be used to grow plant on a controlled environment. यो चाहिँ controlled environment, control वातावरण. जस्तै उदाहरण के कन्ट्रोल यो हाउसले चाहिँ प्लान्टहरु वाओ गुड कन्सेप्ट है गुड कन्सेप्ट
कसले बनाएको हामीले इलेक्ट्रोस्ट्याटिक फोर्स पैदा गरेर हामीले यो क्यानलाई नछुइकन चुम्बकको पनि हेल्प नलिकन यसलाई हामीले घुमाउने देखाइदिनु नछुइकन काम ल नयाँ कुरा छ यो राम्रो छ यो चाहिँ हेरौँ त चलो पाइँदैन है 10 सेकेन्ड You have to explain why you are taking this. 1, 2, 3, start. म्याम यो दिदीले खनाल्नु भएकोमा डाइरेक्ट पानी झरेर भित्र भ्याकुम क्रिएट भयो जसले गर्दा पानीलाई सहजै झर्न दिँदैन यो हामीले पाइप हाल्नुको कारण चाहिँ यहाँभित्र भएको एयर यो पाइपले एब्जर्ब गरेर बाहिर निकाल्छ र भ्याकुम क्रिएट नभए पानी सहजै ननिकाली झर्न सक्छ हामीले धेरै मेसिनमा पानी ब्याट्रीको सहायताले यो मोटर हुन्छ र यो फोन पनि हुन्छ र हामी तपाईँलाई ड्याम हेरौँ मन लाग्यो अलिक परस्तो किन चक्का निस्किन्छ बादल बेलुनहरू रहेको छ अनि यहाँ चाहिँ स्ट्राटोस्फियरमा रहेको छ हाम्रो प्लेन अनि यहाँनिर चाहिँ स्फियरमा रकेटहरू थर्मोस्फियरमा रहेको छ रकेट अनि चाहिँ हामी 5 जना मिलेर बनाएको हो यो चाहिँ साइन्सको प्रोजेक्ट completely wet molecules. This is liquid. They can float. This is gas. They can go to one side to other side. देखाइदेऊ त कसरी काम गर्छ यसले एकछिनै बच्चाहरू आउँदैन एकछिनै बाबु लाग्छ अड्क्यो
टोयलेटको यतापट्टि हाम्रो मन्दिर छ गाई छ अब के यस्तै हो हाम्रो समाज मिस लाग्छ है सभ्य समाजको परिकल्पना गरेर हामीले यहाँ समाजमा चाहिने घर मठ मन्दिर अस्पताल विद्यालय लगायतका सबै सानो सानो सबै के हुन्छ हामीले सबै प्रकारको कृतिहरू बनाएका छौँ र हामीलाई हाम्रो समाजमा चाहिने हाम्रो समाजमा हाम्रो समाजमा शिक्षाको लागि चाहिने विद्यालयदेखि लिएर हामी बिरामी पर्दाखेरि हामी जाने अस्पतालसम्म र हामी नेपाली समाजमा बसोबास गर्ने भएकाले हाम्रो धार्मिक समाज छ त्यही भएर हामीले मठ मन्दिर पनि बनाएका छौँ हिन्दूको मठ मन्दिर र क्रिस्चियनको चर्च पनि हामीले बनाएका छौँ र हामीले बनाएको कृतिहरू तपाईँहरू यहाँदेखि उहाँसम्म छ एक एकवटा गर्दै अवलोकन गर्न सक्नुहुन्छ र हामीले चाहिँ यहाँ रक्सी पानी भाँडे बनाएका छौँ यो चाहिँ हामीले हाम्रो घर गाउँमा मकै पिसिने जात हो यो चाहिँ हाम्रो घर गाउँमा चामलहरू पिसिने ढिकी अनि यो चाहिँ हाम्रो समाज सफा बनाउनको लागि यहाँ डस्टबिन र बढाल्नको लागि यहाँ झाडिरहेको छ राशि यो एउटा वाटर डिस्पेन्सर हो अनि हामीले त्यसको बिर्को खोल्यौँ भने यहाँबाट पानी आउँछ र बिर्को बन्द हुँदा आउँदैन हजुर यो हाम्रो जेनेरेसनमा चाहिँ ज्येष्ठ नागरिकहरूलाई चाहिँ सडकमा लगेर राख्ने छोराछोरीले पाल्न नसके भने अलिक यात्रा दिएर छोड्ने त्यस कारणले यो चाहिँ एउटा संस्थाले स्थापना गरेको वृद्धाश्रम हो यो चाहिँ हामीले हामी बेलाका नगरपालिका 4 मा अवस्थित हामीले हाम्रो स्कुलको नर्थ इस्ट चाइनिज बोर्डिङ स्कुलको एक नमुना तयार पारेको छौँ यसमा चाहिँ हामी मन्दिर पनि छ अनि अफिस हामीले समेत लिएको छौँ हाम्रो बच्चाहरूले हाम्रो नानी बाबुहरूले बनाउनु भएको यस कृतिहरूलाई हेर्न अध्ययन गर्न उनीहरूको फुर्सदलाई अनुरोध गर्दछु अभी
अब नि यता घुमाउ न हौ यता घुमाउ न होइन